खानदान प्रकार दिनु गयो खुसी मनले भन्यो यी बाती बा सेन्तरामको कुकुरो खिटीले चोर्देर घरमा पुर्याएर मार्दै थियो अरे ठिक्क सेन्तरामको बुढो राति पुगेछ दियो अहिले सुँगुर काट्यो दियो बाली सबै अहिले तिमीहरूको आमा पनि अस्ति हराएकोमा ऊ त गेन्द्राले त लग्यो कि हो र दियोदेखि गेन्द्राले लग्यो कि अर्कै मान्छे लगेको गेन्द्राले अस्ति नै के भन्छ निरजहरूको बाबाले पनि देख्नु भएको अरे नि त गेन्द्रा राति नि त त्यसो लगाउँदै थियो अरे कि 4 जति लगिसकेछ कि अनि काको कुकु गर्दाखेरि निरजको बाबा उठ्दाखेरि गेन्द्रा देख्नु भएको यत्रो छ अरे हाँसले कति मजाले ठुलो ठुलो फोटो खिचे जस्तै हेरिरहेको अब ठुलो फोटो मार्दै नि त दाम ए तर्छु नि बिचरा अब अर्को भागो मैले धर्दा हुन्छ हुँदैन नआएको छैन एउटा घर त्यो दुईपल्ट भयो बढी बदल झर्नै हुँदैन यसो गरेर झर्नु नि त यसो गरेर झर्नु यसो गरेर झर्दा भयो त बिस्तारै गर बिस्तारै हल्ला नगर उता आँगनतिर चाहिँ लान्थ्यो नि बेटा यो मान्छेले कतै जान दिएको आँगनतिर लैजा आँगनतिर लैजा रोक
मैले रसी बनाएर आयो बडीले यसरी धर्नुपर्छ बडी हेर्नु कहिले पनि यसो गर्दै थपक्क न बस्छ नेता पखेटा टक्क उयो गर्छ। ल अब हाँसकै भुइँसी नि भएको छ। कोही हेर भन्छ खुसी मैले तिमी प्रसन्न भएर कोही हेर